साथीहरू, गुड न्युज छ। तपाईहरूले ट्रायल पास गरिसकेपछि राजस्व तिर्नुहुन्छ। राजस्व तिरिसकेपछि 24 घण्टाभित्रै लाइसेन्स तपाईँको हातमा दिने भएको छ। वर्षौँदेखि पुरानो सरकारले लाइसेन्स दिन नसकेको, गर्न चाह्यो भने काम चाहिँ गरिँदो रहेछ साथीहरू। बालेन सरकारले चाह्यो भने हुँदो रहेछ, लाइसेन्स प्रिन्ट हुँदो रहेछ 24 घण्टाभित्रै। राजस्व तिरिसकेपछि, ट्रायल पास गरिसकेपछि राजस्व तिर्छौँ हामी। राजस्व तिरिसकेपछि 24 घण्टाभित्रै सरकारले अब तपाईँको हातमा स्मार्ट कार्ड प्रिन्ट गरेको लाइसेन्स चाहिँ दिने भयो। योभन्दा अगाडि हामी खालि एउटा स्लिप र त्यो नम्बर र स्लिप देखाएर हामी नेपालको रोडमा चाहिँ यात्रा गर्थ्यौँ नि, बाइकमा, कारमा। अब चाहिँ त्यो स्लिप होइन, अब राजस्व तिरिसकेपछि त्यो स्लिप दिएर काम चलाउ छैन। अब चाहिँ प्रिन्ट भएको स्मार्ट कार्ड लाइसेन्स नै दिने भएको छ। यो चाहिँ खुसीको खबर छ। गर्न चाहेमा हुन्छ, तर नगरेर पो रहेछ है। अगाडिबाटै पुरानो सरकारले हेल्थ चक्राइ गरेर पो यो नदिया पो रहेछ। गर्न चाहे पो त एकै दिनमा हुँदो रहेछ नि त, के कसो साथीहरू?